आज धेरै समय पछाडि बाख्रा हेर्न आएको गाइज। ल सबैजनालाई गुड आफ्टरनुन। यो जङ्गलमा लिएर आएको है। अब यो हाम्रो चाहिँ नि 2 को र 7 को वन हो पहिला हैन। ल यस्तो छ बाख्राहरू। उता छन् जङ्गलमा लिएर आएको। के गर्ने गाइज, अब यस्तै हो हैन। म धेरै दिन पछाडि सन्चो नभएर हैन, के अरे सन्चो भएन, एकदम यो ढाडकै समस्या भयो। अनि त्यस पछाडि अनि लगभग 8-10 दिन जस्तै मैले रेस्ट गरेँ। अनि त्यस पछाडि आज बल्ल बाख्रा चराउन आएको हैन। त्योभन्दा पहिला अब हामीहरू मैले भिडियो बनाउन सकिनँ भनौँ न। ल हेर्नुहोस् गाइज, बाख्रा हैन वनमा हो। घाँस एकदम छ, जति खाइ छ के घाँस हेर्नु। अब यो हिसाबले हो भने बाख्रा लगभग 200-400 नै पाले पनि के अरे घाँस चाहिँ नि एकदम छेलोफेलो छ। यहाँ यस्तो राम्रो घाँस खान लाग्छ यसले। यो बएर हो। यो बएर भनेको त खासै यही एउटा मात्रै छ हाम्रो, अरू त जम्मै अब लोकल मात्रै हुन्। बयरहरू भन्ने खासै छैन, एकदम प्योर लोकल मात्रै छन्। अहिले साना ठुला गरेर 30-40 को हाराहारीमा छन् हैन। बिस्तारै अब यसो खोरहरूको व्यवस्थित गर्न पाइएको छैन। अब खोरहरूको व्यवस्थित गर्न पाएले यसो बाख्रा हैन। एउटा व्यवसाय गर्छु भनिसके पछाडि अलि राम्रै तालले नै गर्न पाएँ हुँदी, गर्थेँ र गर्न पाएँ हुँदी हैन। अब हुन्थ्यो। ल्यान त घाँस यस्तो छ है, वनमा हो यो। के गर्ने गाइस हैन, यस्तै हो। नगरी खाना नपाइने हैन। देश विदेश गइयो, जताततै गइयो, लास्टमा केही नभएर हैन आफ्नै वनपाखा अब यसैमा रमाइ राखिएको छ भनौँ न। के गर्ने, अब यस्तै छ गाइस। यसो भिडियो मात्रै नहेर्नुहोस्, लाइक कमेन्ट सेयरहरू सब्सक्राइब गरिदिनुहोस्। मेरो युट्युब च्यानललाई अलिकति अगाडि बढाइदिनुहोस् हजुरहरूकै कृपा हैन। बुढाबुढी आएको आज। बुढी चाहिँ नि हो अगाडि छन्। हेर्नुहोस् हामीहरूको वन। मेरो घर चाहिँ नि हो उता पर्छ हो, त्यो देखिएको डाँडोभन्दा यसो यतापट्टि हो। देख्नुभयो होला घरहरू सानो 2टा, त्योभन्दा यतैपट्टि हो। ल हेर्नु बाख्रा यति रमाएर चर्छन् हैन। कहिले बाघाको डर छ। अस्ति तक एउटा मारिदियो, 3टा बच्चा रहेछ भित्र, झ्याप्पै हिर्काएर मारिदियो के। यस्तो हुन्छ, हरेक चिजमा रिक्स के। बाख्रा पाल्छु भने नि रिक्स हैन, कुखुरा पाल्छु भने नि रिक्स, भैँसी पाल्छु भने नि रिक्स। अब हामी किसानीलाई अब केही गरे पनि सुख चाहिँ छैन कि। अब मेरो बुढीले घाँस रुँगाएर खाना दिइरहेन् बाख्रालाई। यी जम्मै मेरो यो चाहिँ नि अब अहिले भर्खर हुर्किएको पाठी हो। यो 3 महिना भयो, 3-3.5 महिना भयो यो पाठी।
यो पनि माउ नै हो, माउ पाल्ने भनेको हो। ल हेर्नु, यसले त डाला भनेपछि त होइन डाले पुरै। यसको आमा नि यस्तै छ, पुरा रुख 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 रुख। यो 3.5 महिनाको पाठी हो यो। 13-14वटा माउ छन् अहिले फिलहाललाई। अरू भनेको त अब पछि यसो बढाउँदै गर्ने भनेको हो। त्यसैको पाठापाठी यताउता गर्दाखेरिमा अहिले अब 40वटा जति छन्। यही हो हाम्रो चरन क्षेत्र भनेको। यहाँबाट त्यो डाँडासम्म लैन्छ होइन, त्यो डाँडादेखिको लिएर सरर तलतिर बेसीसम्म त्यसरी अब जान्छन्। अब अहिले त अब धेरै झाडी छ, बाघको पनि डर छ होइन। सिङ्गल भइयो के, वनमा कोही भएन अर्को। एक हल गोरु छन् हो तल मेरो खेतमा, तलतिर छन्। अहिले यहाँबाट त देखिँदैन होइन, नत्र भने अरू कसैका छैनन् कि बस्तुभाउहरू। यस्तो भइयो कि होइन, पहिला यही डाँडामा गाई भैँसी बाख्राहरू टनाटन। साल वनमा हिँड्दाखेरिमा पनि 17-18जना, कति यता आउई गर्ने उता आउई गर्ने होइन, कति रमाइलो थियो। अहिले भनेको एक्लै के, एक्लै हेर्नु कोही छैन। बना जाने एउटा माखा पनि छैन, त्यस्तो छ गाई चाहिँ होइन। ल अब फेरि अब भेटौँ ल अर्को नेक्स्ट भिडियोमा है त। ल हस् त, धन्यवाद।